जहाँ धेरै हुन्छ त्यही धेरै समस्या हुन्छ, जहाँ ठुलो सहकारी छ त्यही समस्या हुन्छ। त्यो कारणले यो कुरा झन्डै 33% भन्दा बढी यो प्रदेशमा सहकारी छ, नेपालको टोटल सहकारीमा। त्यो कारणले पनि यो प्रदेशमा समस्या छ। त्यो कारणले हामीले उहाँले पढाउनु भएको, उहाँले दिनुभएको जुन चाहिँ कार्यपत्र छ त्यसलाई दफा वाइज रूपमा हामीले पालना गर्न सक्यौँ भने हाम्रो सहकारीको भविष्य उज्जवल छ। उहाँले भनिसक्नु भएको छ सहकारीको विकल्प कुनै पनि हुन सक्दैन, तर सहकारीको विकल्प बलियो सहकारी हुनुपर्छ भनेर हामीलाई चाहिँ पढाइसक्नु भएको छ। म राष्ट्रिय सहकारी महासङ्घकै नाताले एउटा चाहिँ अभियानको तर्फबाट आदरणीय विमल सरलाई धेरै धेरै धन्यवाद पनि दिन चाहन्छु। र हामीले धेरै पहिलादेखि भन्ने गर्थ्यौँ, आज मन्त्रीज्यूहरू म धेरै यहाँको समय लिन्न, मलाई धेरै बोल्ने समय छैन आज। र त्यो कारणले गर्दाखेरि के हो भने यसको कमी कमजोरीहरू जुन मैले भन्दै आएको थिएँ र सरले भन्नुभएको एउटा कुरा एकदमै राम्रो मलाई के लाग्यो भने सुपरभिजन भनेको खालि तर्साउने मात्रै होइन, सुशासन गर्न पनि सुपरभिजन चाहिन्छ भन्ने कुरा चाहिँ जुन भन्नुभएको छ त्यो एकदमै राम्रो हो। र मैले यो चाहिँ आजभन्दा धेरै समयदेखि भन्दै आएको थिएँ, जति बेला यो हाम्रो चाहिँ डिभिजन सहकारी कार्यालय हटायो, मैले यो धेरै ठाउँमा भन्ने गरेको छु, त्यसले चाहिँ के गर्थ्यो भने कमसेकम हाम्रो सहकारीहरूको मन्थली डाटा, मन्थली कारोबारको लिस्ट चाहिँ हामीले डिभिजन सहकारी कार्यालयमा पठाउने गर्थ्यौँ। त्यसले एक किसिमको त्रास र एक किसिमको आफूलाई अनुशासनमा बस्न हामीलाई बाध्य दिन्थ्यो। सो मेनी रिजन छ, त्यो मात्रै होइन, 3 चरणको सरकार बन्नु, सहकारीलाई स्थानीय तहमा लड्फाल्नु, कोभिडदेखि यो विश्व आर्थिक मन्दीदेखि धेरै रिजन छन्। त्यो मध्ये एउटा आज सहकारीको यो अवस्था आउन, हामी सुशासनमा बस्न नसक्नु, सहकारीलाई कम्पनी तालले चलाउनु, यो धेरै कुराहरू छन्। तर त्यो मध्ये यो एउटा कुरा जुन आज सरले पनि इन्डिकेट गरेर गइसक्नु भएको छ, त्यो भएर हामीले आज आफूले सहकारी कसरी चलाउने र आज स्वनियम र सुशासनमा बस्यो भने हाम्रो यो हस्तक्षेप आज प्राधिकरणको आवश्यकता पर्थेन नि त साथीहरू। प्राधिकरणको आवश्यकता आज किन ल्यायो भने हामी जस्तोले हामीले सहकारीलाई सहकारीको नर्म्समा, सहकारीको मूल्यमा आज आदरणीय राष्ट्रिय सहकारी महासङ्घका पूर्व अध्यक्ष एवं पूर्व मन्त्री आदरणीय व्यक्तित्व केशव बडाल सर हाम्रो माझ आउनु भएको छ। र त्यो कारणले गर्दाखेरि हामीले त्यो गर्न नसक्नुको कारणले नै आज हामीले चाहिँ प्राधिकरणको आवश्यकता, प्राधिकरणको जन्म भएको छ। त्यो कारणले अहिले पनि केही बिग्रेको छैन र हामीले सुशासनमा गएर चाहिँ अझै पनि सहकारी चलायो भने सहकारीको विकल्प छैन भन्ने कुरा आएको छ। र यस्तै कार्यक्रम आज चाहिँ यो सङ्घहरूको कर्तव्य पुरा नगर्दा पनि यो समस्या आएको छ। र हामीले जस्तो बागमती प्रदेश स्थापनामा पनि 1 नम्बर थियो यो प्रदेश, र यसले जसरी काम गरेको छ त्यसरी नै हामीले यो सहकारी सबै प्रदेशमा, हुन त अहिले पनि जम्मा 4 वटा प्रदेशमा मात्रै प्रदेश सहकारी सङ्घहरू जन्मेको छ विषयगत बाहेक। त्यो कारणले हामीले आफ्नो सङ्घमा आबद्ध रहेका सहकारी संस्थाहरूलाई त्यसलाई चाहिँ सुशासनमा लानको लागि, पारदर्शितामा लानको लागि र त्यसलाई हरेक कुरामा अनुशासनको दायरामा बस्न पनि हामीले चाहिँ यता भनौँ न त्यसलाई अनुगमन, त्यसलाई चाहिँ नियमनमा लान सक्यौँ भने त्यो कुरा हुन्छ। र अरू प्रदेशमा पनि यस्तो गोष्ठीहरू गरेर अगाडि बढ्न सक्यो भने हाम्रो सहकारी पक्कै पनि एउटा उज्यालोको बाटोतिर लम्किन्छ भन्ने मैले भन्न चाहन्छु। र म धेरै नबोलिकन एउटा यो हामीले पनि यो चैत 20 गते यहाँ 13 जिल्लाका साथीहरू आउनु भएको भएर राष्ट्रिय सहकारी महासङ्घले चाहिँ यो चैतको 20 गते यो राष्ट्रिय सहकारी दिवस त भइहाल्यो, त्यो अलावा पनि तपाईहरू सबैलाई थाहा छ युनाइटेड नेसन संयुक्त राष्ट्र सङ्घले 2025लाई दोस्रो पटक अन्तर्राष्ट्रिय सहकारी वर्ष घोषणा गरेको छ, जुन थिम पहिलेकै थिम कोअपरेटिभ बिल्ड अ बेटर वर्ल्ड भन्ने चाहिँ राखेको छ। र त्यो कारणले राष्ट्रिय सहकारी महासङ्घले एउटा राष्ट्रिय सहकारी गानको पनि पब्लिस गर्दैछ त्यो दिन। र माननीय मन्त्री जो सङ्घीय माननीय मन्त्री बलराम अधिकारीजी हुनुहुन्छ, उहाँकै अध्यक्षतामा प्राइम मिनिस्टरलाई चाहिँ प्रमुख अतिथि बनाएर हामीले राष्ट्रिय सभागृहमा कार्यक्रम गर्दैछौँ। र
यो चाहिँ 151 जनाको मूल समारोह समिति बनेको छ, 25 जनाको व्यवस्थापन समिति बनाएको छ र त्यसमा काभ्रे, ललितपुर, भक्तपुर र काठमाडौँको जिल्लाहरूलाई त्यसमा चाहिँ आबद्ध हामीले गर्नेछौँ। मैले महासङ्घको अध्यक्षको नाताले तपाईँहरूलाई यहीँबाट चाहिँ अनुरोध पनि गरेँ। त्यो कार्यक्रममा चाहिँ पुरै माइन्ड गरेर चाहिँ त्यहाँ चाहिँ सबै कुन कुन सहकारी आयो र कुन कुन जिल्ला सङ्घले आफ्नो कर्तव्य निभायो भने 4वटा जिल्ला सङ्घले चाहिँ निभायो भन्ने कुरा पनि त्यहाँ चाहिँ उल्लेख हुनेछ। यो कुराहरू मैले भन्न चाहन्छु र अरू त यहाँ धेरै साथीहरूले बोल्न बाँकी छ र यी कुराहरू भन्दै जुन चाहिँ यहाँ माननीय मन्त्रीज्यूहरू आउनु भएको छ, सहकारी मन्त्री र प्रदेश मन्त्रीज्यू, माननीय मुख्यमन्त्रीज्यू, किनभने सहकारी यो कमजोर हुनुको एउटा कारण मसँग धेरै कुरा भन्न बाँकी छ तर मसँग टाइम छैन। कति पनि कुनै पनि प्रदेशले सहकारीको लागि चाहिँ बजेट पनि नछुटाउनु, कमसेकम त्यो बजेट सबै प्रदेशले त्यो प्रदेशको लागि चाहिँ बजेट छुट्यायो भने अहिले बजेटको टाइम ठ्याक्क सुरु भएको छ र त्यो प्रदेश राष्ट्रिय सहकारी महासङ्घ र त्यो प्रदेश सरकारले चाहिँ जोइन्टली काम गर्ने र त्यो बजेट खालि त्यही प्रदेशकै जिल्लाहरूलाई चाहिँ सुशासन प्रविधिमा लानुको लागि गर्ने हो। त्यो कारणले यो बजेटलाई पनि पक्षपाती रूप भएको भएर पनि यो कुराहरू भइरहेका छ र विभागीय मन्त्रीज्यू र माननीय मुख्यमन्त्रीज्यूलाई आगामी दिनमा सहकारीको लागि स्पेशल बजेट तय गरेर दिन पनि मैले अनुरोध गर्दछु र यही कुराहरू भन्दै मैले धेरै गरिकन सबै भन्ने कुराहरू चाहिँ आज सङ्घीय सचिवज्यू हुनुहुन्छ, प्रदेश सचिवज्यू हुनुहुन्छ, माननीय मन्त्रीज्यू, मुख्यमन्त्रीज्यू, विभागीय मन्त्रीज्यू हुनुहुन्छ, सबै उहाँहरूको कुरा सुन्नलाई आज चाहिँ यो फ्लोर छोड्दै यहाँहरू सबैलाई यो 2 दिनको गोष्ठीको सफलताको कामना गर्दै यहाँहरूलाई यो बेला एकदमै राम्रो बेला यो गोष्ठीको चाहिँ यो आयोजना गरेको छ। यस्तो गोष्ठीले हामीलाई सुशासनतिर लान, पारदर्शिता लिन लान र देशमा के भइरहेको छ र यो कुरा सेयर गर्ने, यो कुरा इन्फर्मेसन दिने यो एउटा प्लेटफर्म पनि हो। त्यो कारणले यो पक्कै पनि एकदम उपयोगी छ, सान्दर्भिक छ र यो यसको लागि प्रदेश सहकारी सङ्घ, बागमती प्रदेश सहकारी सङ्घलाई अभियानकै तर्फबाट फेरि पनि धन्यवाद दिँदै मेरो शुभकामना मन्तव्य यही अन्त गर्न चाहन्छु। धन्यवाद। जय